नमस्कार, म निरक भुसाल। म चाहिँ आज हजुरहरूको माझमा एउटा छोटो विशेष श्रृङ्खला लिएर आएको छु, जो कि वर्तमान परिप्रेक्ष्यमा रासोपाले आफ्नो 2/3 बहुमतसहित सरकार गठन गर्दैछ। सरकार गठन गर्नु पूर्व एउटा विषय चर्चा परिचर्चाको शिखरमा रहेको छ, जो कि संविधान संशोधन प्रक्रिया सम्बन्धी विषय। रासोपाले 2/3 बहुमत ल्याए पश्चात वर्तमान संविधानलाई संशोधन गर्न सक्छ या सक्दैन, संविधान संशोधन सम्बन्धी वर्तमान नेपालको संविधानमा के कस्तो किसिमको प्रावधान रहेको छ, त्यस विषयमा म स्पष्ट जानकारी गराउन चाहन्छु। नेपालको संविधानको धारा 274 बमोजिम नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नपाइने र यो धारालाई समेत संशोधन नगरिने, संविधानको अन्य धाराको अधीनमा रही कुनै धारालाई संशोधन वा खारेज गर्न विधेयक सङ्घीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिने, उक्त विधेयक सम्बन्धित सदनमा प्रस्तुत भएको 30 दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने। यसले जनतालाई आफ्नो अभिमत राख्ने अवसर दिएको छ र संविधान संशोधनमा जनसहभागितालाई केही हदसम्म सुनिश्चित गरेको छ। संशोधन विधेयक कुनै प्रदेशको सिमाना परिवर्तन वा प्रदेशको अधिकार अनुसूची 6 मा उल्लेखित विषयसँग सम्बन्धित भएमा त्यस्तो विधेयक सङ्घीय संसदमा प्रस्तुत भएको 30 दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि प्रदेश सभामा पठाउनु पर्ने। यसले प्रादेशिक सदनको सहभागितालाई सुनिश्चित गरेको छ। त्यसरी पठाइएको विधेयक 3 महिनाभित्र सम्बन्धित प्रदेश सभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूको बहुमतबाट स्वीकृत वा अस्वीकृत गरी त्यसको जानकारी सङ्घीय संसदमा पठाउनु पर्ने। उक्त निर्धारित अवधिभित्र त्यस्तो विधेयक स्वीकृत वा अस्वीकृत भएको जानकारी नदिएमा सङ्घीय संसदको विधेयक उत्पत्ति भएको सदनले त्यस्तो विधेयक उपरको कारबाही अगाडि बढाउन बाधा नपर्ने। उक्त अवधिभित्र बहुसङ्ख्यक प्रदेश सभाले त्यस्तो विधेयक अस्वीकृत गरेको सूचना सङ्घीय संसदको सम्बन्धित सदनलाई दिएमा त्यस्तो विधेयक निष्क्रिय हुने। प्रदेश सभाको सहमति आवश्यक नपर्ने वा पर्नेमा पनि बहुसङ्ख्यक प्रदेश सभाबाट स्वीकृत भई आएको विधेयक सङ्घीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा 2/3 बहुमतबाट पारित गर्नुपर्ने। त्यसरी पारित भएको विधेयक प्रमाणीकरणका